नमस्ते भन्दै हुनुहुन्छ। नमस्ते नमस्ते हजुरलाई वेलकम छ मेरो लाइभमा। जीएसएस ब्रदर, केदार ब्रदर आउनु हुनुहुन्छ। थ्याङ्क यू सो मच ब्रदर। हामी मिलेर अगाडि बढौँ भन्दै हुनुहुन्छ मिलन ब्रदर। त्यही त हामी सबैजना मिलेर अगाडि बढौँ है त। टुडे क्रल अफिसियल हेलो हाई सिस भन्दै। हाई हेलो गुड आफ्टरनुन सिस्टर। हजुर कहाँबाट हुनुहुन्छ? ब्लु चाहिन्छ सबैजना साथीहरूले भन्नु होला है त। हाई भन्दै हुनुहुन्छ। कता जोडिने हो भन्दै हुनुहुन्छ। कता जोडिने हो भन्दा पनि हजुरसँग जो नयाँ हुनुहुन्छ उहाँसँग जोडिनु होला र कमेन्ट चाहिँ छोड्नु होला है त। हजुरसँग जो नयाँ हुनुहुन्छ उहाँलाई जोइन गर्नु होला र कमेन्ट छाड्नु होला है त। शुभाशिष थ्याङ्क्स भन्दै हुनुहुन्छ केदार ब्रदरले। कोरियाको भन्दै हुनुहुन्छ कोरियाको लागि चाहिँ मिलन ब्रदरकोमा जानु होला अरे है त। कोरियाको लागि केही बुझ्नु छ भने मेरोमा आउनु होला भन्दै हुनुहुन्थ्यो नि त। त्यही भएर चाहिँ मिलन विश्वकर्मा ब्रदरकोमा गएर केही कुराहरू जानकारी पाउनुहुनेछ भन्ने मैले चाहिँ त्यो उहाँले भन्नुभएको आधारले उहाँको भिडियोमा म गएर हेरेको चाहिँ छुइनँ। सबैजना त्यो साथीहरूलाई आवश्यक छ भने चाहिँ मेरोमा आउनु होला कोरियाको जानकारीको लागि चाहिँ भन्दै हुनुहुन्थ्यो नि त। त्यही भएर हजुरहरू गएर केही जानकारीहरू केही कुराहरू बुझ्नु सक्नुहुनेछ है त मिलन ब्रदरकोमा गएर। तारा मगरजी सब डन रिटर्न डन भन्दै हुनुहुन्छ है शोभा सिस्टरले। तारा मगर ब्रदरलाई चाहिँ रिटर्न गरिसक्नु भएको छ है त शोभा सिस्टरले। ब्रदर त्यहाँ हजुरले आफ्नो चेक गर्नु होला र कमेन्टहरू सबैजना साथीहरूले एकअर्कामा कमेन्ट चेक गर्नु होला। रोमान्टिक भन्दै हुनुहुन्छ साथीहरू किन झुट बोलेको 48 भन्दा बढेको छैन ब्याग दिनु भन्छन्। त्यो ब्रदर यस्तो अलिकति नेट स्लो भएको कारणले पनि देखाउन चाहिँ अलिकति समय लाग्दो रहेछ। मैले पहिला 1K पुऱ्याउनुभन्दा अगाडि धेरै साथीहरूकोमा म गएको छु। त्यस्तोहरू धेरैचोटि मैले त्यस्तो चाहिँ भोगेको चाहिँ छु। किनभने नेट स्लो हुँदा पनि नदेखाउँदो रहेछ। त्यसलाई रिचेक पनि गर्दाखेरि फेरि रिचेक ब्याक गएर रिचेक गरौँ भने चाहिँ देखाउँछ फेरि। त्यो एकचोटि त्यसो गरेर पनि हेरिहेर्नु होला र त्यसरी सब नगरी चाहिँ सबै जो साथीहरू हुनुहुन्छ नि सबैजना साथीहरूलाई भन्छु म सब नगरी चाहिँ सब गरे चाहिँ नभनिदिनु होला है। किनकि बरु सब नै नगर्नु होला तर सब सरी साथीहरू नेट गएर चाहिँ समस्या भयो है साथीहरू। त्यसपछि हुँदैन कि नेट गएर त के भयो बिग्रियो हुँदैन रहेछ कि के हो। हजुरहरूले देखिराख्नु भएको छ कि छैन है साथीहरू। मेरो चाहिँ नेट गएर फेरि रिट्राई गरेको कमेन्टहरू नै आउनु छोड्यो भनेपछि यो नहुने रहेछ कि के हो। यसको लाइभको बारेमा खासै त्यति ज्ञान पनि छैन साथीहरू। त्यही भएर अलिकति समस्या आए जस्तो छ। कमेन्ट बक्स नै हरायो साथीहरू। भएन।